हेलो गाई दर्शक नमस्ते, म सेफ गोपाल। आज म चाहिँ अकल्यान्डदेखि क्राइसिस आउँदै गर्दाखेरि चाहिँ मेरो भाइलाई मैले भेट्ने मौका मिल्यो। उहाँहरूले यति धेरै माया देखाएर बिहानै बिहानै आउनुभयो दादालाई भेट्नलाई भनेर। हजुरलाई नमस्कार। नमस्ते दाइ, धेरै खुसी लाग्यो हजुरलाई भेटेर है। हजुर हजुर। हजुरको नाम? मेरो नाम चाहिँ रोशन शर्मा। कति भयो यहाँ आएको क्राइसिसमा? यो ट्याक्कै मेरो आएको चाहिँ 6 वर्ष भयो। म 2 वर्ष पढेँ अनि पछि अहिले चाहिँ काम गर्दैछु 4 वर्ष। स्टुडेन्ट भिजामा आएर? आउन चाहिँ स्टुडेन्ट भिजामा। यहाँ स्टुडेन्टमा आएर यहाँ कतिको काम पाउने सम्भावना, अनि त्यो अगर उसले चाहिँ यहाँको रेजिडेन्सी लिनलाई चाहिँ कतिको मेहनत गर्नुपर्छ कि के कस्तो छ हल्का बताइदिनु त। होइन, अब मेरो एक्सपिरियन्सहरू अनुसार के छ, अब हामी त पहिला आयौँ होइन, पहिला चाहिँ एकदम ठिकै थियो काम पाउन, यताउता सजिलै नै थियो स्टुडेन्टदेखि। अब अहिलेको सिचुएसन कस्तो छ भन्दाखेरि अब तपाईँ अब कुन कोर्समा आउनुहुन्छ होइन, त्यहीमा डिपेन्ड गर्छ। अब जस्तै अब तपाईँहरू नर्सिङ कोर्समा आउनुभयो भने चाहिँ हजुरहरूलाई चाहिँ एकदम बेनिफिट, हजुरहरू अब काम पाउने बित्तिकै एकैचोटि रेसिडेन्सीको पाथवेमा जान सक्नुहुन्छ। अब काम पाउन गाह्रो पनि छ, अब लाग्नु पर्यो होइन, खोज्नु पर्यो। अब जे कुरा पनि पेसेन्स हो। अब यहाँ काम नपाउने भन्ने कुरो हुँदैन। अब स्टुडेन्ट आएर अब धेरै एक्सपेक्टेसन पनि राखेर चाहिँ नआउनु होला, किनकि अब गभर्मेन्टको रुल अनुसार हाम्रो विकमा चाहिँ 25 आवर्स बढाएको छ अहिले है। त्योभन्दा चाहिँ अब बढी एक्सपेक्ट चाहिँ नगर्नु होला, किनकि अब त्यस्तै रुल्स चाहिँ हामीले फलो गर्नुपर्छ यहाँ आइसकेपछि। अब बिस्तारै अब भिजा, अब वर्किङ भिजा भयो भने त अब जति काम गरे पनि त भयो नि त। अब जस्तै आफ्नो फ्युचर हेर्ने रेसिडेन्सीको लागि कुन पाथवे जाँदा ठिक हुन्छ। अब जस्तै हाम्रो हेल्थ सेक्टरतिर एकदम राम्रो छ न्युजिल्यान्डमा। म पनि अहिले त्यही हेल्थ सेक्टरतिर काम गर्दैछु एज अ केयर गिभर दाइ 4 वर्षदेखि। अब त्यो हेल्थ सेक्टरमा अब धेरै अब त्यहाँभित्र पनि लेभल गर्नुपर्ने हुन्छ। अब लेभल 3 लेभल 4 गर्दा गर्दै लेभल 4 को पेमा चाहिँ हजुरहरूले 2 वर्ष काम गर्नुभयो भने चाहिँ अनि रेसिडेन्सको अप्लाई गर्न मिल्छ। जे नराम्रो भन्ने होइन, राम्रो छ एकदम होइन। अब आफू मेहनत गर्नु पर्यो, मेहनत छोड्नु भएन। यहाँ आइसकेपछि अब सबै कुरा सजिलै त कहाँ पाइन्छ र दाइ होइन। त्यही भएर अब आएर मेहनत गरेपछि सबै कुरा राम्रो छ। अब त्यति नै भन्नु थ्याङ्क यू सो मच। एकदम धेरै एकदम इम्पोर्टेन्ट कुरा चाहिँ तपाईँले बताइदिनु भयो। देश विदेशबाट कोही आउँदै हुनुहुन्छ नेपालबाट स्टुडेन्ट भिजामा भने चाहिँ ठुलो सपना नदेख्नु होला, तर मेहनत गर्न सक्ने हो भनेर यहाँको रुल फलो गर्ने हो भने चाहिँ सबै चिज सम्भव छ भनेर चाहिँ भाइले बताउनु भयो। एकदम धेरै धेरै धन्यवाद हजुरलाई चाहिँ यति उ गर्नु। म चाहिँ उहाँबाट आउँदाखेरि चाहिँ तपाईँहरूको माया, यहाँ यसरी घुम्ने मलाई घुमाउने तपाईँहरूले यति धेरै सहयोग गर्नुभयो। हजुरहरूलाई धेरै धेरै धन्यवाद। आउने दिनमा चाहिँ के भन्न चाहनुहुन्छ तपाईँहरूले हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी? अब आउने दिनमा अब नेपाली कम्युनिटी एकदम राम्रो बनाउनु पर्यो। जताततै राम्रै छ, नराम्रो होइन होइन। जे होस् अब यस्तो प्रोग्रामहरू हुनु पर्यो। अब दाइहरूसँग धेरै ठुलो मान्छेहरूसँग भेट गरेर धेरै कुरा सिक्न पाइन्छ नि त हाम्रो सानो भाइहरूले। त्यस्तो अपर्च्युनिटीहरू मिलोस् होइन। अब कतै कोही मान्छेलाई अप्ठ्यारो परेको हुन्छ, अब त्यो मान्छे भेटघाट गरेर पनि धेरै सुझाव सल्लाह पाउँछ नि त। त्यो चाहिँ हुनु पर्यो। जस भइरहेछ यहाँ मिटिङ, जस कम्युनिटीहरू जहिले पनि गेट टुगेदर गरेर जस हेल्प गरिरहेको हुन्छ नि, जे धेरै राम्रो छ। जस खुसी लाग्यो हजुरलाई भेटेर एकदम थ्याङ्क यू सो मच। हजुरलाई चाहिँ धेरै धेरै धन्यवाद। आउने दिनमा पनि नेपालीहरू जहाँ भए पनि सहकार्य गरेर तेरो मेरो भन्दा नि तपाईँ र म मिलेर के गर्ने भन्ने खालको मनदेखि नै आयो भने चाहिँ आउने दिनमा पनि अवश्य पनि जसरी इन्डियन कमिटीहरू अहिले एक भएर चाहिँ लागेका छन्, हामी नेपालीहरू पनि जहाँ भए पनि एक भएर लाग्यौँ भने चाहिँ अवश्य पनि आउने दिनहरू चाहिँ राम्रो हुन्छ भन्न चाहन्छु। एकदम